कोर्सबुकको छङ्गोहरू ल्याउने क्रममा चाहिँ आज पाठ 9 को छङ्गो ल्याएर उपस्थित भएका छौँ। आशा छ तपाईँहरूलाई हामीले ल्याएको कुराहरूले चाहिँ पढ्नको लागि धेरै सहयोग गर्नेछ भन्ने अपेक्षा गर्दै आजको छङ्गो स्टार्ट गरौँ। पाठ 9 को छङ्गोमा रहेको छ हाङबुक इन उई शिक्षा। है, यो उईको उच्चारण ए हुन्छ। है, के उच्चारण गर्ने? ए उच्चारण गर्ने। हाङबुक इन ए शिक्षा भनेर बुझ्ने। हाङबुक इन भनेको कोरियन मान्छे भने हो। है, उई भनेको को, शिक्षा भनेको खाना। कोरियन मान्छेहरूको खाना हैन, कोरियन मान्छेहरूले चाहिँ के कस्तो खानाहरू खान्छन् हैन, अब कहिले खान्छन्, के गर्छन्, कस्तो गर्छन् भन्ने कुरामा चाहिँ व्याख्या गरेको छ यो पाठमा हामीले बुझ्नुपर्ने कुरा। है, हाङबुक इन उई शिक्षा भन्यो भने कोरियन मान्छेहरूको खाना अथवा कोरियन मान्छेको खाना। ल तल हेरौँ। हाङबुक भनेको कोरिया। है, सारामदुरुङ भनेको मान्छेहरू। हाङबुक सारामदुरुङ भनेर भन्यो भने कोरियन मान्छेहरू भनेर बुझ्ने। है, हाङबुक सारामदुरुङ कोरियन मान्छेहरू छुरो मुख्य गरी अथवा प्राय। छुरो भनेको मुख्य भनेर बुझ्छौँ त हैन, छुरो भनेको के हो त? मुख्य। है, अथवा प्राय भनेर पनि भन्छ। हाप भात कुक सु खानसानु भनेको परिकार। है, कुसंथैन भनेको समावेश भएको। कुसंथैन भनेको समावेश, समावेश। है, अथवा बनेको भन्ने पनि हुन्छ। है, खानसानद्वारा समावेश भएको अथवा बनेको। शिक्षारुल हाम्निदा भनेको खानालाई खान्छन्। शिक्षा आदा भनेको खाना खानु। है, ल कोरियन मान्छेहरू चाहिँ मुख्य गरी अथवा प्राय भात सुप परिकार समावेश भएको अथवा बनाइएको तयार पारेको शिक्षारुल हाम्निदा भनेको खानालाई खान्छन्। फाबुन भात चाहिँ, फाबुन भनेको भात चाहिँ हाङबुक कोरियन सारामदुरे भनेको मान्छेहरूको, उई भनेको त को हो नि त है, उई। फाबुन भात चाहिँ हाङबुक कोरियन सारामदुरे मान्छेहरूको छुसिकुरो, छुसिक भनेको मुख्य खाना। है, छुसिक भनेको मुख्य। है, छुसिकुरो भनेको मुख्य खाना भनेको बुझ्नुलाई चाहिँ मिनिङ टिप्नु है। छुसिकुरो मुख्य खानाको रूपमा साल्लो छित्सुनिदा, छित्ता भनेको बनाउनु भन्ने हुन्छ कि। है, बनाउनु भन्ने हुन्छ। अब यो खाना बनाउनुमा पनि लाग्दो रहेछ भनेर बुझ्ने। भात पकाउनुलाई चाहिँ छित्ता पनि भन्न सक्छौँ हामीले हैन। भात चाहिँ कोरियन मान्छेहरूको मुख्य खानाको रूपमा चामलद्वारा बनाइन्छ अथवा चामलद्वारा पकाइन्छ अरे। फुबुन कुक चाहिँ अथवा सुप चाहिँ कुकमुरी इन्नुन, कुकमुल भनेको झोल भएको। कुकमुल भनेको हामीले झोल भनेर भन्छौँ कि। है, झोल अथवा सुप भनेर बुझ्ने। कुकमुल भन्यो भने झोल। इन्नुन भनेको भएको। इत्ता भनेको हुनु, इन्नुन भनेको भएको। किनभने इत्तारामा चाहिँ हामीले नुन लाउने बेलामा आवश्यकता अनुसार पास्ट र प्रेजेन्ट दुईटैको अर्थ लाउँछौँ। कुकमुरी इन्नुन झोल भएको उन्सी गुरु खानाको रूपमा फैन्जाङ चिगे, फैन्जाङको सुप भनेर भन्छ वा सुपको नाम हो। है, यिनीहरू भनेर चाहिँ जस्तो बडमासको सुप भन्ने हुन्छ, यसको सुप भन्ने हुन्छ हैन। सक्नुहुन्छ मिनिङमै याद गर्नु होला। सक्नु भएन भने थैन्जाङ गुक भनेको एउटा चाहिँ सुप हो हैन। अब बडमासहरू के मिसाएर बनाएको हुन्छ। अथवा मियक कुक, मियक है, अथवा सामुद्रिक लेउको सुप भनेर पनि भन्छौँ। दुङ आदि थायाङान छोङन्युगा इसुङ, विभिन्न प्रकारको। दुङ भनेको आदि इत्यादि, थायाङान भनेको विभिन्न, छोङन्युगा इसुङदा भनेको प्रकारमा छन् अथवा प्रकारहरू छन्। अब के भन्यो भने है, भातलाई चाहिँ कोरियन मान्छेहरूले चाहिँ मुख्य खानाको रूपमा खाँदा रहेछन् र चामलद्वारा बनाइन्छ अरे होइन। भात चाहिँ चामलद्वारा त बनाउने हो नि, होइन र, बनाउनु भयो। अब सुप चाहिँ है झोल भएको खानाको रूपमा सुपका प्रकारहरू भयो कि। फैन्जाङ सिगी भयो, मियकु भयो आदि। यो दुईटा मात्रै होइन, यस्ता अन्य प्रकारका सुपहरू पनि छन् भन्न खोजेको हो। दुङ भनेको आदि, थायाङान छोङन्युगा सुन्दा भनेको विभिन्न प्रकारका सुपहरू छन्। अब फान्सानमा हेरौँ है। फान्सान, फान्सान चाहिँ खिन्ची
खिम्ची भनेर बुझ्ने, खिम्ची भनेको हामीले गुन्द्रुक भनेर बुझ्न सक्छौँ है। खिम्ची अथवा नामुल वा खातुन, नामुल भनेको सुकाएर राखेका जडीबुटी अथवा सागसब्जी हुन्छ नि त होइन, त्यसलाई चाहिँ हामीले नामुल भनेर भन्छौँ कि, अथवा सरी नामुल भनेको क्वाइटी पनि भन्छ कि है, क्वाइटीहरू पनि भन्न सक्छौँ त्यस्ता कुराहरू भनेका है। डुङ्गा खासी आदि जस्ता फाबे भातमा खतुर्य भनेको मिसाएर, खतुर्य मखनुन एकैचोटि भन्नु होला, यो चाहिँ खतुर्य मखनुन भनेर भनेको छ नि, खतुर्य मखनुन भनेको मिसाएर खाने भनेर बुझ्ने है, मिसाएर अथवा लगाएर खाने, लगाएर खाने भन्छ कि है। भातसँग सँगै अथवा भातमा सँगै मिसाएर खाने भन्न खोजेको हो कि, खद्दुर्या मक्ता भने पनि मिसाएर खानु अथवा लाएर खानु भन्ने हुन्छ कि यसमा चाहिँ। त्यो भएर खद्दुर्या मखनुन भनेको पनि भातसँग मिसाएर खाने भन्न खोजेको। खद्दुर्या मखनुन भनेको मिसाएर खाने। उन्सी गुरु खानाको रूपमा हाम्केसँगै शिक्षा हानुन खाना खाने, सारामदुल गाने मान्छेहरू बीच, खान भनेको बीज हो है, यो खाने भनेको बीज, नानुवा बाँडेर मौनुन बसी खानेकुरा इल्बान जगिमिदा भनेको सामान्य हुन्छ। भन्नुको मतलब चाहिँ यो जुन फान्सान छ होइन, यो फान्सान चाहिँ खिम्ची भयो, नामुल भयो है जस्ता भातमा मिसाएर खाने खानाको रूपमा सँगै खाना खाने मान्छेहरू बीचमा चाहिँ बाँडेर खानेकुरा के हो अरे, सामान्य हो भनेको फान्सानहरू आउँछ होइन तपाईँको खानामा चाहिँ। त्यो फान्सानहरू भनेको त्यहाँ सँगै खाना खाने मान्छेहरूले चाहिँ उगाएर कि आफ्नो भातमा चाहिँ लाएर खान्छ, सबैजनाले बाँडेर खाने हो। त्यो छुट्टा छुट्टै प्लेटमा, जस्तो दालहरू भयो, सुपहरू भयो होइन, भात भयो, यो भनेको छुट्टा छुट्टै प्लेटमा आउन सक्ने भयो। तर फान्सान भनेको चाहिँ सँगै आउँछ, एउटैमा आउने भयो, अनि त्यहाँबाट चाहिँ खाना खाने मान्छेहरूले एक आपसमा बाँडेर खाने कुरा सामान्य हो भनेर भनेको छ। सिक्ताङ्गे छ रेस्टुरेन्टमा शिक्षा हाल्ते नुन खाना खाने बेलामा चाहिँ, रेस्टुरेन्टमा खाना खाने बेलामा चाहिँ प्रथम प्राय फान्सानुन साइड डिस अथवा परिकारहरू चाहिँ मुर्यो र निशुल्क छेगुङ थेमिदा भनेको उपलब्ध गराउँछ। तपाईँले खाना खाँदै गर्दा अथवा कुनै पनि रेस्टुरेन्टहरूमा खाना खानुभयो भने फान्सानको पैसा लागेन कि। फान्सान भनेको तपाईँहरूलाई के हुन्छ त, निशुल्क है, फान्सान भनेको मुर्यो भनेको निशुल्क, छेगुङ थेमिदा भनेको उपलब्ध हुन्छ। हाम्बुक सारामदुरुन कोरियन मान्छेहरू चाहिँ खाजुग्वा हाम्के परिवारसँग सँगै शिक्षा हानुन गर्छुल खाना खाने कुरालाई चुङ्यो हागे महत्त्वपूर्ण हुने गरी सिङ्गा घाम्या भनेको विचार गर्छन् कि अथवा सोध्छन् कि है। कोरियामा खाना खाने बेलामा जुन फान्सानहरू छ त्यो चाहिँ निशुल्क पाउनुहुन्छ, त्यसको पैसा परेन। र कोरियन मान्छेहरू चाहिँ परिवारसँग सँगै खाना खाने कुरालाई चाहिँ महत्त्वपूर्ण रूपमा विचार गर्छन् कि महत्त्वपूर्ण रूपमा सोध्छन्। हाम्के सँगै उन्सिगुल नानुनुन गसोल सँगै खानालाई बाँड्ने कुरा चाहिँ सोचुङ्गी यगिन्दिदा, सोचुङ्गी यगिदा भनेको बहुमूल्य ठान्छन् कि अमूल्य, सोचुङ्गी यगिन्दिदा भने बहुमूल्य अथवा अमूल्य, बहुमूल्य अथवा अमूल्य ठान्छन् कि है। अमूल्य भन्नुको मतलब परिवारहरूसँग खाना खानु भनेको एकदमै महत्त्वपूर्ण कुरा हो होइन। अब यो कोरियामा मात्रै होइन, जस्तो हाम्रो नेपालकै कन्टेक्स्टहरूमा पनि हामीले चाहिँ परिवारहरूसँग सँगै खाने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो कि होइन। किन सबै कुराहरू सेयरिङ हुन्छ, मायाको कुरा हुन्छ होइन, एक आपसमा रेस्पेक्टको कुरा हुन्छ, सम्मानको कुरा हुन्छ होइन। परिवारको सम्बन्ध भनेको त्यो एउटा छुट्टै खाले सम्बन्ध हो नि त होइन। तैपनि अब आमासँग, आमाले पकाएको खानुमा त फेरि छुट्टै आनन्द हुन्छ। त्यस्तै कोरियामा पनि है परिवारसँग खाने कुरा चाहिँ के भन्दो रहेछ त, सोचुङ्गी यगिन्दिदा भनेर भनेको छ। सोचुङ्गी यगिदा भनेको एकदमै भ्यालुएबल ठान्नु कि एकदमै महत्त्वपूर्ण ठान्छन् भनेर भनेको छ। ल एकचोटि मलाई यसले फेरि भन्ने, हाम्बुक सारामदुरुन कोरियन मान्छेहरू चाहिँ छुरो मुख्य गरी भात, सुप, फान्सानहरू साइड डिस समावेश भएको, कुसञ्चन समावेश भएको शिक्षाहरू हामीदा खाना खान्छन्। खानामा चाहिँ भात चाहियो, सुप चाहियो अनि साइड डिसहरू चाहिँ समावेश हुनु पर्यो कि। थाबुन भात चाहिँ हाम्बुक सारामदुरी कोरियन मान्छेहरूको सुसी गुरो मुख्य खानाको रूपमा सालो चिप्सुनिदा भनेको चामलद्वारा
बनाइन्छ। अब यिनीहरूमध्ये पहिला भातको कुराकानी गऱ्यो नि त होइन। भात चाहिँ कोरियन मान्छेको मुख्य खाना हो रे होइन। मुख्य खानाको रूपमा केद्वारा बनाइन्छ त चामलद्वारा बनाइन्छ। अब यहाँ खुकको कुरा आउँछ। खुक हेरौँ। खुगुन सुप चाहिँ खुगुन खुक चाहिँ खुकमुरी इन्नुन झोल भएको उम्सीगुरो खानाको रूपमा। खुक भनेको सुप भनेको त झोल हुन्छ नि त होइन। खानाको रूपमा अब के को झोल हुन्छ त थैन्जाङ सिके भयो, थैन्जाङ गुक भयो, अथवा मियकुक मियकोले उदुङ आदि थायाङान छोम्न्यु गाई सुन्दा भनेको विभिन्न प्रकारको हुन्छ। यो खुकको कुरा आयो कि यहाँ चाहिँ है। अब यहाँ फानसानको कुरा आउँछ। अर्को उसमा चाहिँ हेरौँ। फानसान दुई प्रकारको सुपको कुराकानी गर्यो। सुप झोल हुँदो रहेछ, थैन्जाङकुक मियकुक अनि यस्ता विभिन्न प्रकारका अन्य झोलहरू पनि हुन्छन्। फान्सान चाहिँ खिम्ची ना खिम्ची नामुलुवा खातुन। नामुलुवा भनेको क्वाटी जडीबुटीहरू भनेर भन्छौँ। जस्ता फाबे भातमा खद्दुर्य मग नुन उम्सीगुरु। फान्सान भनेको खिम्ची भयो, नामुल जस्ता भातमा मिसाएर खाने अथवा भातमा लाएर खाने खानाको रूपमा हाम्के शिक्षा सँगै खाना खाने साराङ्गुल गाने मान्छेहरू बिचमा नानु व मङ्नुन गसे बाँडेर खानेकुरा इल्बान जन्मिँदा भनेको साधारण हो। सिक्ताङ्गे सर रेस्टुरेन्टमा शिक्षा हाल्थे नुन खाना खाने बेलामा चाहिँ प्रथम प्राय फान्सानी साइड डिस मुरियोरो छेकुङ थेमिदा भनेको निशुल्क उपलब्ध गराउँछ। हाङ्गुक सारामदुरु कोरियन मान्छेहरू चाहिँ खाजुकवा हाम्की परिवारसँग सँगै शिक्षा हानुन गसुल खाना खाने कुरालाई चुङ्यो हागे सिङ्गा हामी भनेको महत्त्वपूर्ण रूपमा सोचेर हाम्की शिक्षाहरू नानुनुन गसुल सँगै खानालाई बाँड्ने कुरा सोचुङ्गी यगिम्निदा भनेको छ। सोचुङ्गी यगिरा भनेको महत्त्वपूर्ण एकदमै बहुमूल्य है, एकदमै भ्यालुएबल ठान्दछन् भनेर भनौँ पहिलो प्याराग्राफमा। अब आउनु सेकेन्डमा के भनेको छ। अब सेकेन्डमा है यसमा के भन्यो छोइगुन एनुन। छोइगुन भनेको हालसालै आज भोलि। छोइगुन भनेको आज भोलि के वर्तमान है। यसलाई के भन्छ आज भोलि भनेर बस्ने अज भोलि भएको छ। यसलाई मिलाएर लेख्नुहोस् है आज भोलि। छोइगुन एनुन भनेको आज भोलि वर्तमानमा चाहिँ। ओइसिक ओइसिक भनेको बाहिर गएर खानु। ओइसिक भनेको बाहिर खानुलाई हामीले ओइसिक भनेर भन्छौँ कि ओइसिक है। है आज भोलि चाहिँ छोइगुन भनेको आज भोलि ओइसिक बाहिरी खाना चाहिँ चुङ्गा हामेछ। चुङ्गा आँखा भनेको बढ्दै वृद्धि हुनु है। चुङ्गा भनेको वृद्धि भई थायाङ्गान विभिन्न प्रकारको उम्सिगुन खानालाई छेदुङ हानुन उपलब्ध गराउने सिक्ताङ्गी रेस्टुरेन्ट मानाजीको बढ्दै गएर फ्यनउइरुल उइए सहजताको लागि कियोसुकुरुल भनेको कियोस्क मेसिनलाई है सायन हाय प्रयोग गरी उम्सिगुल खानालाई छुमुन हानुन अर्डर गर्ने खागेगा पसल नुर नागु सुविधा भनेको वृद्धि भइरहेका छन्। यो कियोस्कको बारेमा पनि मैले तपाईँलाई अलिक थोरै भन्नुपर्छ यसमा चाहिँ। ल आजभोलि चाहिँ के छ भने रे आजभोलि आएर चाहिँ वैश्विक बाहिर खाना खाने है। खाना बाहिर खानुलाई चाहिँ हामीले वैश्विक भनेर भन्छौँ। चुङ्गा हामेन्स भनेको वृद्धि हुँदै कि मान्छेहरूले आफै बनाएर खान छोडे। आजभोलि चाहिँ बाहिरबाट मगाएर अथवा बाहिर गएर खाना खाने कुराहरू चाहिँ बढ्दै गएर थायाङहान विभिन्न प्रकारको उम्सिगुल खाने कुरालाई छिबोङ हानुन सिक्ताङ्गी मानाजीको। अब मान्छेहरूले बाहिर खाना मन पराउन थाले आजभोलि आएर होइन। बाहिर खाने मान्छे बढे। त्यही भएर चाहिँ विभिन्न प्रकारको खानाहरू कि तपाईँले जुन देशको भन्नुभयो जस्तो खाना भन्नुभयो त्यस्तै खानाहरू विभिन्न प्रकारको खाना उपलब्ध गराउने रेस्टुरेन्टहरू पनि बढ्दै गए कि होइन। तपाईँले जे भन्नुभयो त्यही पाउनुहुन्छ। छिटो पाउनुहुन्छ, मिठो पाउनुहुन्छ होइन। त्यो भएपछि मान्छेहरू पनि बाहिर अनि त्यसको भनेको अर्को बाहिर खानुको अर्को कारण चाहिँ के हुन्छ भने मान्छेहरू एकदमै बिजी हुन्छ। बिजी भयो भने आफूले खाना बनाउनु टाइम पनि नहुन सक्छ कतिपयसँग। त्यो भएर पनि बाहिर खाने कुराहरू के हुन्छ त बढ्दै जान्छ है। त्यही भएर चाहिँ विभिन्न प्रकारको खानाहरूलाई उपलब्ध गराउने रेस्टुरेन्टहरू पनि वृद्धि भइरहे। त्यति मात्र होइन फ्यनउइरुए सहजताको लागि रेस्टुरेन्टहरू त छन् नै आफै होइन। फ्यनउइरुए सहजताको लागि कियोसुकुरुल। कियोसुकु भनेको कियोस्क मेसिन हो कि कियोसुकु भनेको
यसबाट चाहिँ तपाईँले विभिन्न प्रकारको खानाहरूलाई चाहिँ अर्डर गर्न सक्नुहुन्छ। तपाईँले चाहेको खाना है, तपाईँलाई मनपर्ने खाना, तपाईँलाई कस्तो खाना चाहिएको हो त्यो खानालाई चाहिँ तपाईँले अर्डर गर्न सक्नुहुन्छ। कसको मार्फत? यो कियोस्क मेसिनको मार्फत। यसलाई चाहिँ कियोस्क भनेको एउटा मेसिन हो होइन। यसबाट चाहिँ खानेकुराहरू यस्ता कुराहरू अर्डर गर्न सक्छौँ। यो मेसिनलाई हामीले कियोस्क भनेर भन्छौँ है, कियोस्क मेसिन भनेर बुझ्छौँ। आज सहजताको लागि कियोस्क रुल सायङ आयो। यो कियोस्क मेसिनलाई प्रयोग गरेर उम्सीगुल खानेकुरालाई छुनुन हानुन अर्डर गर्ने खागेका पसल नुर नागु सुनिदा भनेको वृद्धि हुँदै गइरहेका छन् अथवा वृद्धि भइरहेका छन् है। अझ सहजताको लागि चाहिँ यो कियोस्क मेसिनलाई प्रयोग गर्ने अथवा यो कियोस्क मेसिनलाई प्रयोग गरेर है खानेकुरालाई अर्डर गर्ने पसलहरू पनि के भएका छन् रे? वृद्धि हुँदै गइरहेका छन्। अर्को प्याराग्राफ है। अब यो कियोस्क मेसिनको बारेमा दिएको छ है। कियोस्क रुल भनेर भन्यो। कियोस्क भनेको कियोस्क मेसिनलाई, यो जुन कियोस्क मेसिन छ नि होइन, यसबाट हामीले खानेकुरा अर्डर गर्न सक्छौँ। यो कियोस्क मेसिनलाई इयोङ हामेन प्रयोग गर्यो भने, यो कियोस्क मेसिन जुन छ यसलाई प्रयोग गर्यो भने थछि सुकुरिनुल थोङे, थछि भनेको टच, सुकुरिन भनेको स्क्रिन, उल रुल उल थोङे भनेको मार्फत है। मजाले यसलाई उच्चारण गर्नु होला। थछि टच, सुकुरिन भनेको स्क्रिन, रुल थोङे भनेको मार्फत, रुल उल थोङे भनेको मार्फत हुन्छ है। कियोस्क मेसिनलाई प्रयोग गर्यो भने टच स्क्रिन मार्फत मेन्यु, रुल भनेको मेन्युलाई, खानेकुराको मेन्युलाई सन्थे खागो छनौट गरेर, तपाईँले छानेर छनौट गरेर खल्जे काजे भुक्तानीसम्म अथवा भुक्तानी पनि तपाईँले कियोस्क मेसिनलाई प्रयोग गर्नुभयो भने त्यसको टच जुन स्क्रिन छ यो होइन, यो स्क्रिन मार्फत खानेकुरालाई चाहिँ तपाईँले मेनुलाई छनौट गर्नुहुन्छ। छनौट गरेर त्यसको पैसा जुन बिल हुन्छ होइन, भुक्तानी पनि हान भने एकै पटकमा हाल्सु इस्सा गर्न सकिएर मेउ फ्याल्ली हामीदा भनेको एकदमै सहज हुन्छ अथवा अत्यन्तै सहज। यो कियोस्क मेसिनलाई प्रयोग गर्नुभयो भने हामीले जुन खानेकुराहरू चाहिँ अर्डर गर्न सक्छौँ होइन, मेन्यु हेर्छौँ, मेन्युलाई छनौट गर्छौँ, तपाईँलाई कुन खाना मन परेको हो होइन, त्यो खानेकुरा छनौट गर्नुहुन्छ। अनि त्यसको जुन पे हो, बिल पे गर्न पर्यो नि त होइन, बिल बुझाउनु पर्यो, पैसा तिर्नु पर्यो होइन, त्यसको भुक्तानी पनि चाहिँ के गर्न सकिन्छ भने एकै पटकमा गर्न सकिन्छ। तपाईँले त्यतिखेरै गर्न सक्नुहुन्छ। त्यो गर्न सक्ने भएर एकदमै के छ त, सहज हुन्छ खानेकुरा अर्डर गर्नको लागि। कियोस्क रुल कियोस्क मेसिनलाई इयोङ हानुन प्रयोग गर्ने फाङबबुन तरिका खान्दा नाम्निदा भनेको साधारण छ, सरल छ। खान्दा नाला भनेको साधारण हो कि साधारण सरल है, साधारण अथवा सरल भनेर बुझ्ने है, खान्दा नाला भनेको। अब कियोस्क मेसिन जुन छन् नि होइन, यो मेसिनलाई चाहिँ प्रयोग गर्न पनि त जान्नु पर्यो। अब यो प्रयोग गर्ने तरिका के छ अरे? एकदमै साधारण छ अथवा एकदमै के छ त, सरल छ। अब यसमा चाहिँ प्रयोग गर्ने तरिका हेरौँ। ओन हानुन, ओन हानुन भनेको चाहने अथवा चाहेको कि तपाईँले चाहने, तपाईँलाई इच्छा भएको चाहने। मेन्यु वा मेन्यु र है। गेसु भनेको संख्या है, गेसु भनेको संख्या। तपाईँले चाहेको मेन्यु, अब तपाईँले कुन खाना चाहनुभएको त्यो मेन्यु भयो है, बनाउनु चाहेको मेन्यु र खेसु भनेको संख्या, तपाईँले परिमाण कति चाहिएको हो त खेसु। अप्सनुल भनेको अप्सनलाई, यो स्यानुल भने अप्सनलाई सन्थेगान रु छनौट गरिसकेपछि तपाईँले के खाना चाहनुभएको छ त्यो खाना चाहनुभयो र त्यो कति मात्रामा चाहिएको त्यसलाई छनौट गरेपछि खल्जे फथनुल नुरुगो भुक्तानी गर्ने बटन हुन्छ कि, तपाईँले खाना छानिसक्नुभयो भने त त्यसको बिल आउँछ, त्यहाँ जोडेर कति सामान छान्नुभयो के छान्नुभयो भने त्यसको त पैसा देखाउँछ होइन। त्यसको पैसा तिर्नको लागि चाहिँ हामीले भुक्तानी बटन पैसा तिर्नु पर्यो नि त है। खल्जे भुक्तानी फथनुल बटनलाई नुरुगो थिचेर है, बटनलाई थिचेर खादुना कार्ड अथवा तपाईँले कार्ड अथवा है, कार्डद्वारा है, खादुना कार्ड अथवा
मोबाइल खल्जिरु भुक्तानी थोङे भनेको मार्फत तपाईँले त्यसको पैसा चाहिँ कार्ड मार्फत पनि तिर्न सक्नुहुन्छ अथवा मोबाइल भुक्तानी मार्फत है भुक्तानी गर्यो भने अथवा तिर्यो भने थोइमिदा भनेको हुन्छ। तपाईँले पैसा चाहिँ कार्डद्वारा पनि तिर्न सक्नुहुने हो, बटनलाई थिच्ने रे भुक्तानी गर्ने बटनलाई थिच्ने होइन, र त्यसको पैसा चाहिँ कार्ड अथवा मोबाइल भुक्तानी मार्फत भुक्तानी तिरे पनि अथवा भुक्तानी गरे पनि हुन्छ। छुमुनी वाल्यु थोइमेन अर्डर पुरा भयो भने तपाईँले पैसा पनि तिर्नुभयो, खानेकुरा पहिला छनौट गर्नुभयो, अनि त्यसको भुक्तानी गर्ने बटनलाई तिर्नुभयो, त्यस पछाडि पैसा भुक्तानी गर्नुभयो भने तपाईँको अर्डर के भयो, कम्प्लिट भयो, पुरा भयो है। छुमुनी अर्डर वाल्यु थोइमेन पुरा भयो भने यङसुचिन इ बिल छुल्यक थोइमिदा छुल्यक भनेको प्रिन्ट गरिदिने के प्रिन्ट है, छुल्यक भनेको प्रिन्ट गरिदिन्छ। अब तपाईँले पैसा सैसा सबै तिरिसक्नुभयो नि त होइन, अप्सन छान्नुभयो, सामान छान्नुभयो होइन, त्यो सामान छानिसकेपछि तपाईँले भुक्तानी गर्नुभयो, भुक्तानी गरिसक्नुभयो भने तपाईँले कति पे गर्नुभयो भन्ने कुराको त्यो जुन बिल हुन्छ त्यो बिल पनि त्यसले के गरेछ प्रिन्ट आउट गरिदिन्छ, जुन तपाईँलाई काम लाग्ने भयो। ल यो चाहिँ के भयो भने कियोस्कलाई प्रयोग गर्ने तरिका थाङ्बो भयो कि यतिसम्म चाहिँ हो। ल एकचोटि फेरि माथिबाट भन्दै कियोसुकुरुल कियोस्क मेसिनलाई इयोङ हामेन प्रयोग गर्यो भने थची सुकुरिन थोङे टच स्क्रिन मार्फत मेन्युलाई सन्थे गागो छनौट गरेर खल्जी काजी भुक्तानीसम्म अथवा भुक्तानी पनि ह्यान्ड बने एकै पटकमा हालसु इस्स गर्न सकिएर मेकु फ्याल्ली हामीदा भनेको एकदमै सहज हुन्छ। यो काजी भनेको सम्म पनि हो होइन, काजी भनेको पनि हुन्छ कि पनि, किनभने काजी भनेको त हामीले स्थान र समयमा लाउँछौँ त होइन, स्थान र समय हो। अब यसमा स्थान र समयमा अब यो खल्जी भनेको भुक्तानी छ नि त, भुक्तानी भने न स्थान हो न समय हो, यो भन्दा बाहेकको नाउँमा काजी आयो भने अर्थ पनि भन्न मिल्छ कि है, अर्थ पनि भन्न सकिन्छ। त्यही भएर खल्जी काजी भुक्तानी पनि आनबने एकै पटकमा हालसु इस्स गर्न सकिएर मेउ एकदमै फ्याल्ली हामीदा भनेको सहज। कियोसुकुरुल कियोस्क मेसिनलाई इयोङ हानुन थाङबब प्रयोग गर्ने तरिका चाहिँ थाङबबुन तरिका चाहिँ खान्दान हामीदा भनेको साधारण छ अथवा सरल छ। वन हानुन मेन्यु वा चाहेको मेन्यु र खेसु भनेको संख्या योप्सनुल भनेको अप्सनलाई सन्थे हान हो छनौट गरेपछि खल्जे फथनुल मुरुगो भुक्तानी गर्ने बटनलाई थिचेर खादुना कार्ड अथवा मोबाइल खल्जेरुल थोङे मोबाइल भुक्तानी मार्फत खल्जे हामेन तिर्यो भने अथवा भुक्तानी गर्यो भने थैमिदा भनेको हुन्छ। छुमुनी वाल्यु थैमेन अर्डर पुरा भयो भने यङसु चुङ्गी बिल फुल्याक थैमिदा भनेको प्रिन्ट आउट गरिदिन्छ। तपाईँको कुराहरू सबै अर्डर पुरा भयो, तपाईँले पैसा पनि तिरिसक्नुभयो भनेपछि जुन बिल हुन्छ त्यो बिल पनि के गरिदिन्छ त त्यसले प्रिन्ट गरिदिन्छ। ल लास्टमा हेरौँ, कियोसुकुरुल कियोस्कलाई इयोङ हामेन प्रयोग गर्यो भने जुन कियोस्क मेसिन छ त्यो कियोस्क मेसिनलाई प्रयोग गर्यो भने मेन्युलाई छासे विस्तृत रूपमा, छासे भनेको विस्तृत के विस्तृत है सकाएको होला, विस्तृत भनेको पूर्ण भन्न खोजेको कि पुरा सबै त्यो भन्न खोजेको है। कियोस्कलाई इयोङ हामेन प्रयोग गर्यो भने मेन्यु छासे विस्तृत रूपमा फुलसु इक्को हेर्न सकिएर तपाईँले कियोस्क मेसिनलाई प्रयोग गर्नुभयो भने त्यहाँ के खाना पाउँछ त, कस्तो कस्तो खाना भएको छ त्यो मेन्युलाई तपाईँले चाहिँ एकदमै क्लियर तरिकाले है विस्तृत रूपमा हेर्न सकिएर छुमुनुल अर्डरलाई पारुगे हालसु सुनिदा अर्डर चाहिँ छिट्टो है, पारुगे भनेको छिट्टो गरी के छिट्टो गरी गर्न सक्नुहुन्छ अथवा गर्न सकिन्छ। अब कियोस्कको फाइदाको कुरा भयो यो चाहिँ होइन, कियोस्क मेसिनलाई हेर्नुभयो भने तपाईँले चाहिँ त्यो मेन्युहरू छ नि होइन, त्यहाँ पाउने खानेकुराहरू के छ त त्यसलाई चाहिँ विस्तृत रूपमा हेर्न सक्नुहुन्छ
हैन त्यो हेर्न सकियो। अर्को कुरा चाहिँ र हेरेर हामीले चाहिँ अर्डर छ नि त हैन अर्डर खानेकुरा के मगाउनु त त्यसलाई पनि एकदमै छिटो गर्न सकिन्छ अरे। खियो सुखु थकुने कियोस्क मेसिनको कृपाले, खियो सुखु थकुने भनेको कियोस्कको कृपाले है, खियोस्कको कृपाले सारामदुरी मान्छेहरूले खानफ्यान आगे सहज हुने गरे। कियोस्कको जुन मेसिन छ यो कियोस्क मेसिनको कृपाले मान्छेहरूले खानपान आगे भनेको सहज हुने गरी उम्सिगुल खानेकुरालाई छुमुन हाल्सु इक्के थैमिला है। कियोस्क मेसिनको कृपाले चाहिँ मान्छेहरूले चाहिँ सहज हुने गरी खानेकुरालाई अर्डर गर्न सक्ने हुन्छन् अथवा अर्डर गर्न सक्छन्। यही कियोस्क मेसिनको कृपाले चाहिँ मान्छेहरूले के गर्न सक्छन् त खानेकुरालाई चाहिँ एकदमै छिटो तर सहज हुने गरी अर्डर गर्न सक्छन्। ल यसमा चाहिँ मैले फेरि एकचोटि तपाईँहरूलाई सहजताको लागि माथिबाटै भनिदिने प्रयास गर्छु। म यसलाई नेपालीबाट भन्दिनँ, तपाईँलाई सबै नेपालीबाट भनिनँ, किनभने हामीले चाहिँ विशेष गरी एकदमै जिरो लेभलबाट पढ्दै गरेका हाम्रो शिक्षार्थी मित्रहरूको लागि चाहिँ हामीले फोकस गरेर बनाए भन्दा हामीले सिधै नेपालीबाट भन्यौँ भनेपछि एकचोटि पढेको साथीको लागि त केही समस्या पर्दैन। तपाईँहरूले जुन एकचोटि पढ्नु भएको हुन्छ उहाँहरूलाई चाहिँ अब यसरी बिस्तारै भन्दा पनि झन्झट लाग्छ, यस्तो कुराहरू पनि के भनिराख्नुपर्छ भने जस्तो हुन्छ। तर जुन एकदमै एडभान्स बुकमा भर्खरै जानुभएको छ उहाँ साथीहरूको लागि चाहिँ विशेष मध्यनजर गरेर बनाएको हुँदा चाहिँ पढिसकेका साथीहरूले पनि यसलाई चाहिँ स्पिड बढाएर, तपाईँले स्पिड बढाएर पनि सुन्न सक्नुहुन्छ नि त। त्यसरी पढ्न सक्नुहुन्छ भने जुन नयाँ पढ्दै गरेका साथीहरूले चाहिँ एकदमै ध्यान दिएर हेर्नु। म पहिला कोरियनबाटै भन्छु अनि मात्र नेपालीबाट भन्दैछु है। हाङ्गुक इनुई शिक्षा कोरियन मान्छेहरूको खाना। हाङ्गुक सारामदुरुन कोरियन मान्छेहरू चाहिँ सुरु मुख्य गरी भात कुक्सु आन्सानुरु परिकार कुसङथैन समावेश भएको अथवा बनाइएको सिक्सारुल हाम्निदा भनेको खाना खान्छन्। फाबुन भात चाहिँ हाङ्गुक कोरियन सारामदुरी मान्छेहरूको छुसी गुरो मुख्य खानाको रूपमा साल्लो छिचुमिदा भनेको चामलद्वारा बनाइन्छ। कुगुन सुप चाहिँ कुकमुरी इनुन झोल भएको उन्सी गुरो खानाको रूपमा थैन्जाङ चिगेना मिया कुक, थैन्जाङ भटमासको सुप अथवा सामुद्रिक लेउको सुप, दुङ आदि थायाङान विभिन्न प्रकारको छोङ्नुगा इसुमिदा भनेको प्रकारमा छरे। फान्सानुन फान्सान चाहिँ खिम्चिना खिम्ची अथवा नामुगुवा खाची भनेको पाटी जस्ता अथवा सागसब्जी जस्ता। फाबे खद्दुर्य भातमा मिसाएर मङ्नुन खाने उम्सी गुरु खानाको रूपमा हाम्के सँगै शिक्षा हानुन सारामदुल गाने सँगै खाना खाने मान्छेहरूको बिचमा नानु व मङ्नुन गसी बाँडेर खानेकुरा इल्बान जगिमिदा भनेको सामान्य हुन्छ अथवा साधारण हुन्छ। इल्बान जगिरा भनेको त्यो चलेर आएको जस्तो कि सामान्य टाइपको हुन्छ अरे। सिक्ताङ्गे सर रेस्टुरेन्टमा शिक्षा हाल्तेनुन रेस्टुरेन्टमा खाना खाने बेलामा चाहिँ सोथुङ प्राय फान्सानी साइड डिस मुर्यो र निशुल्क छेगुङ थेमिदा भनेको उपलब्ध गराउँछ। हाङ्गुक सारामदुरुन कोरियन मान्छेहरू चाहिँ खाजुकुवा हाम्के परिवारसँग सँगै शिक्षा हानुन गसुल खाना खाने कुरालाई चुङ्यो हागे सिङ्गा काम्य महत्त्वपूर्ण रूपमा सोच्दै अथवा विचार गरी हाम्के सँगै उन्सिगुल खानेकुरालाई नानुनुन गसुल बाँड्ने कुरालाई सोचुङ्गी महत्त्वपूर्ण यज्ञमिदा भनेको खान्छन् अथवा बहुमूल्य खान्छन्। कोरियन मान्छेहरूले चाहिँ सँगै खानेकुरालाई चाहिँ के गर्छन् रे एकदमै महत्त्वपूर्ण अथवा एकदमै बहुमूल्य खान्छन् भनेर भन्यो। अब के अरे छैगुनेनुन आज भोलिमा चाहिँ ओइसिक यी बाहिरी खानेकुरा चुङ्गा हामेन छ भनेको वृद्धि हुँदै आजभोलि चाहिँ बाहिर खाना खानेकुरा चाहिँ वृद्धि हुँदै थायाङान विभिन्न प्रकारको उम्सिगुल खानेकुरालाई छेगोङ हानुन उपलब्ध गराउने सिक्ताङ्गी रेस्टुरेन्ट माना जिगो भनेको वृद्धि हुँदै गएर फ्यन उइरुल उइए सहजताको लागि खियो सुखुरुल कियोस्क मेसिनलाई सायुङ हाय प्रयोग गरी उम्सिगुल खानेकुरालाई छुमुन हानुन अर्डर गर्ने खागेका पसल नुर नागो सुनिदा भनेको वृद्धि भइरहेका छन्।
के भने त आजभोलि बाहिर खानेकुरा चाहिँ वृद्धि हुँदै विभिन्न प्रकारको खानालाई उपलब्ध गराउने रेस्टुरेन्टहरू वृद्धि हुँदै गएर सहजताको लागि कियोस्क मेसिनलाई प्रयोग गरी खानेकुरालाई अर्डर गर्ने पसल वृद्धि हुँदै गइरहेका छन् रे। ल अर्को हेरौँ है। खियोसुकुरुल कियोस्क मेसिनलाई चाहिँ इयोङ हामेन प्रयोग गर्यो भने थची सुकुरिनुल थोङे टच स्क्रिन मार्फत मेन्युरुल मेन्युलाई सन्थे कागु छनौट गरी ख्याल्जी काजी भुक्तानी पनि हानबने हालसुइस एकैचोटि गर्न सकिएर मेगु ख्याल्ली हामेदा भनेको अत्यन्तै सहज हुन्छ अथवा धेरै सहज हुन्छ। खियोसुकुरुल इयोङ हानुन कियोस्क मेसिनलाई प्रयोग गर्ने खाङबाबुन तरिका खानदान आम्निदा भनेको साधारण छ अथवा सरल छ। कोन हानुन मेन्यु वा चाहेको मेन्यु र खेसु भनेको संख्या एप्सनुल भनेको अप्सनलाई सन्थे हानुल छनौट गरेपछि खल्जिउ फथनुल भुक्तानीको बटनलाई नुरुलु थिचेर खादुना कार्ड अथवा मोबाइल खेल्जेरुल थोङे मोबाइल भुक्तानी मार्फत खल्जी हामेन भुक्तानी गर्यो भने अथवा तिर्यो भने थैनिदा भनेको हुन्छ। छुमुनी वाल्यु थैनेन अर्डर पुरा भयो भने यङसु चुनी बिल फुल्याक थैनिदा भनेको प्रिन्ट आउट गरिदिन्छ। अब तपाईँको बिलहरू कम्प्लिट भयो भनेपछि के गरिदिँदो रहेछ त त्यसले प्रिन्ट आउट गरिदिँदो रहेछ बिललाई भुक्तानी सकियो भने। ल नेपालीबाट हेरौँ त। कियोस्क मेसिनलाई प्रयोग गर्यो भने टच स्क्रिन मार्फत मेन्युलाई छनौट गरी भुक्तानी पनि एकैचोटि गर्न सकिएर एकदमै सहज हुन्छ। कियोस्कलाई प्रयोग गर्ने तरिका सामान्य छ। चाहेको मेन्यु संख्या अप्सनलाई छनौट गरेपछि भुक्तानी बटनलाई थिचेर कार्ड अथवा मोबाइल भुक्तानी मार्फत तिर्यो भने भुक्तानी गर्यो भने थैनिदा हुन्छ। अर्डर पुरा भयो भने बिल प्रिन्ट आउट गरिदिन्छ अथवा बिल निकाली दिन्छ। ल हेरौँ। खियोसुकुरुल कियोस्कलाई इयोङ हामेन प्रयोग गर्यो भने मेन्यु रुल मेन्युलाई छासे पोल्सुइको विस्तृत रूपमा हेर्न सकिएर छुमुनुल अर्डरलाई पारुगे छिट्टो हुने गरी हालसु सुविधा भनेको गर्न सकिन्छ। खियोसुकु थक्पुणे कियोस्कको कृपाले सारामदुरी मान्छेहरूले खानखान आगे सहज हुने गरी उन्सिगुल खानेकुरालाई छुमुन हालसु इक्के थैमिदा भनेको खानेकुरालाई अर्डर गर्न सक्ने हुन्छ। कियोस्क मेसिनलाई प्रयोग गरे भने मेन्युलाई विस्तृत रूपमा हेर्न सकिएर अर्डर छिट्टो हुने गरी गर्न सकिन्छ। कियोस्क मेसिनको कृपाले मान्छेहरूले सहज हुने गरी खानेकुरालाई अर्डर गर्न सक्ने भएका छन्। ल यसरी चाहिँ हाम्रो कोरियन मान्छेको खाना भनेर जुन बन्यो त्यसको बारेमा चाहिँ यो पाठ यसरी दिएको छ। आशा छ तपाईँहरूले यसबाट पनि केही कुरा बुझ्नुभयो भन्ने अपेक्षा गर्दै आजको लागि चाहिँ हामीले छङ्गु यति नै गराउँछौँ र विशेष गरी हाम्रो यस युनिक कोरियन भाषा एन्ड मल्टिपल एजुकेसनमा बेसिक एडभान्स र ग्रामर कक्षाहरू सञ्चालन भइरहेको हुँदा सुर्खेत आसपासमा रहनुहुने शिक्षार्थी मित्रहरूले चाहनुहुन्छ भने हाम्रो यस युनिक कोरियन भाषा एन्ड मल्टिपल एजुकेसनमा आएर फिजिकल क्लास पनि लिन सक्नुहुनेछ। ग्रामरको स्पेसल क्लासहरू छ। अहिले हामीले चाहिँ कतिपय कुराहरू तपाईँहरूलाई चाहिँ युट्युबमा पनि ल्याउने प्रयास गरेका छौँ भने सबै कुराहरू सम्भव छैन, किनभने हामीले चाहिँ यो एडभान्स क्लासहरू पनि सञ्चालन भइरहेको हुँदा उहाँहरूलाई पनि मध्यनजर गर्नुपर्ने भएकोले चाहिँ हामीले बिचमा चाहिँ यो पाठको छङ्गुहरू मात्रै ल्याएर आएका छौँ र केही दिनमा हामीले प्रत्येक पाठको अवधि पनि ल्याएर आउनेछौँ। हाम्रो फिजिकल क्लासमा चाहिँ जहिले पनि पढाइ भइरहेकै हुन्छ भने ग्रामरहरू अवधिहरू भने हामीले अनलाइनमा चाहिँ ल्याउन असमर्थ रहेका छौँ अहिलेसम्म र आशा गरौँ अबको पछिको दिनमा चाहिँ हामीले ल्याएर आउने नै छौँ। बस अहिलेसम्म हेर्नुभयो, अहिलेसम्म पढ्नुभयो।